कर्म धोका किन भनिएको भने यही सबै बुझ्न पाउनुपर्ने हुन्छ। पहिलो कुरा यो पैसा राख्ने सम्पन्न व्यक्तित्वहरूलाई जहाँ धेरै मान्छेले आएको विषयहरू थुप्रै थियो होला। नागरिकहरूले हिँड्न पाएका छैनन्, बाटो भएको छैन, आज स्वास्थ्य उपचार हुन पाएको छैन, यहाँको स्वास्थ्य औषधि प्रतिशत हामीले हुन पाएको छैन भन्ने जस्ता क्वेसन राख्नु भएन तपाईँहरूले। तर पुरा भएको छ, जहाँसम्म लाग्छ मलाई पुरा गरेको छु, मेरो बाचा छ। तपाईँहरूले सानो सानो प्रश्न राख्नु भएको छ, म एकदम आभारी छु, खुसी पनि छु। तपाईँहरूका सरस्वती प्रश्नतिर म उत्तर दिन चाहन्छु। जहाँ सेरेखेत सिँचाइ आयोजना माग अथवा हामीलाई सेरेखेतमा सिँचाइ चाहियो हामीलाई छ, तर हामी चामल दिन्छौँ तिर्नुमा उहाँले बाटो बुनेर चामल दिन्छु भन्ने सुन्न भने हामीले चामल प्राप्त पाएन भन्ने क्वेसन राख्नु भएको छ। निर्धक्क साथ तपाईँ ढुक्क रहनुहोस्। बजेट राति यति चम्बकी शक्ति होइन, गाउँ झिलिमिली पार्ने चम्बकी शक्ति कसैसँग छैन। रावणले सीतालाई लङ्का ल्याउँदा त्यस्तो चम्बकी शक्ति हामीसँग कसैसँग छैन। तर तपाईँ हामी सबैको साथ सहयोग चाहिन्छ। यसको बारेमा म आगामी वर्ष यही 83-84 को बजेटमा त्यो सिँचाइ पोखरी गर्न, के सिँचाइ पुल निर्माण गर्न म यो मञ्चबाट सम्पूर्णका नागरिकलाई प्रतिबद्धता हुन्छ। यो वर्ष म गर्न तयार छु। यो बजेट माग्ने हाम्रो युवा कृष्णबहादुर साईको के छ भने युवालाई एउटा समावेश गर्न अथवा खेलकुद सामग्री थुप्रै किसिमको युवा रोजगार अथवा युवा कार्यक्रम चाहिन्छ भन्ने राख्नु भएको थियो। म उहाँलाई धन्यवाद दिन चाहन्छु। विशेष गरी युवा भन्ने बित्तिकै म पनि युवा बस्छु, धेरै बुढो मान्छे त होइन होला जहाँसम्म लाग्छ। म युवा अन्तर्गत छु। म बाजा टिमलाई सम्पूर्ण टिमलाई पनि धन्यवाद दिएँ। बाजा टिम पछि पुग्यो। युवालाई कार्यक्रममा समावेश हुनुपर्छ भन्ने क्वेसन राख्नु भएको छ। विशेष गरी युवा भन्दा बित्तिकै सबै हामी जो 18 वर्षदेखिको युवा पर्यो अथवा जन्जी समूह भन्दा बित्तिकै 13 वर्षदेखि 28 वर्ष मुनिको जन्जी समूह अथवा युवा पर्यो, उहाँहरूको जहाँसम्म लाग्छ म युवालाई पहिलो कुरा हामी युवा जहाँ आज देशको भविष्य बोकेका युवाहरू, थुप्रै युवाहरू खाडी मुलुकमा छन्, थुप्रै युवाहरू हामी भारतमा छौँ, थुप्रै युवाहरू आज चाहिँ नेपालमै बसेर पनि रोजगार प्राप्त गरेका छैनन्। यस विषयमा म पनि हिजो युवा हुँदा अथवा चाहिँ 28 वर्ष मुनि हुँदा मलाई पनि थुप्रै कुराहरू भलिबल खेल्ने, खेलकुद खेल्ने, सटफुट हान्ने थुप्रै कुराहरूको थियो चासो। मैले युवालाई भलिबल सामग्री वितरण गरेको छु, वडा कार्यालयबाट बलहरू वितरण गरेको छु। मैले प्रत्येक स्कुलमा मेरो 2 नम्बर वडामा जहाँ खेलकुद खेल्न सक्ने युवाहरूलाई त्यो गरेको छु। मेरो सपना एक मात्र छ, जहाँ एउटा सबैभन्दा भूगोल क्षेत्रले भएको गिरिखिल्ला चौड भन्ने ठाउँमा म त्यो बाटो किन पुर्याउन चाहेको हो भने त्यहाँ चाहिँ युवा खेलकुद एउटा ठुलो चाहिँ उस्तै परे। हाम्रो सपना त बोलेका सपनाहरू त सपना देख्नु कुरा राम्रो हो, सपना देख्नु स्वाभाविक हुन्छ। सपना जसले देख्न सक्छ पुरा पनि गर्न सक्छ। मैले जहाँसम्म लागेको छ हाम्रो त्यहाँ चाहिँ ठुलो खेलकुद मैदान गरियो भने बुढाबुढीलाई फिजिकल गर्ने सामग्री पनि त्यहाँ निर्माण गर्ने, फिजिकल बुढाबुढीले मानौँ न एउटा शरीर व्यायाम गर्ने एउटा सामग्री घेरबा सहितको सामग्री निर्माण गरिदिने र त्यहाँ चाहिँ ठुलो एउटा हाम्रो क्रिकेट जस्तो खेल बनाउने भएर मैले मेरो प्लान अहिले त्यो सडक त्यहाँ पुर्याएको छु। र अहिले यो कार्यक्रम लक्षित गरी विशेष गरी युवाहरूलाई रोजगार कार्यक्रम पनि छन्, युवाहरूलाई थुप्रै कुराहरूको युवा सचेत कार्यक्रमहरू पनि छन्। पालिकाले क्रमगत तरिकाले हुँदैछन्। म अहिले बजेटतिर गएको छैन, म यो प्रश्न उत्तर दिन मात्र गएको छु। त्यस कारणले युवाहरू पक्कै पनि साहस गर्नुपर्छ, राम्रो युवा हुनुपर्छ, जाँगरिलो युवा हुनुपर्छ, फुर्तिलो युवा हुनुपर्छ, बुझ्न सक्ने युवा हुनुपर्छ। एउटा भनाइ छ, मैले यहाँ आफै लेखेको छु, त्यो मेरो भित्तामा लेखेको छु, जहाँ मुड खराब भयो भने भन्नुभयो भन्दैमा गलत शब्द कहिल्यै नबोल्नु, तर मुड बदल्न सकिन्छ, शब्द बदल्न सकिँदैन। त्यस कारणले सोचेर बोल्नु भन्छौँ। हामी युवाहरू साँच्चै आज यो देशमा युवा शक्ति चाहिन्छ। आज देशको बुढा पाखाले विकास गर्न सकेन, यो देश धेरै अगाडि बढ्नु पर्थ्यो भने युवाहरूले आन्दोलन गर्दा, विद्यार्थीले आन्दोलन गर्दा आज देश चाहिँ हाम्रो कति पछि पर्छ कति अघि बढ्छ भन्ने कुरा युवालाई जानकारी हुनु होला। आज म यो मञ्चबाट भन्न चाहन्छु,
प्रधानमन्त्री बालन शाहले 190 तोला सुन सार्वजनिक गर्नुभएको छ। थुप्रै त्यहाँ 190 तोला सुन भनेको झन्डै 2 किलो उब्रियो है। अहिलेका भएका प्रधानमन्त्रीहरू दालवाला मन्त्रीहरूको 190 किलो सुन। तर त्यो होला उहाँको सम्पत्ति, पुर्खौली सम्पत्ति हुन सक्छ होइन। हाम्रो देशमा 33 किलो सुन काण्डहरू भयो।